हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। सो गाइज, तपाईँहरू त मलाई चिन्नुहुन्न नै होला, किनभने म नि युट्युबमा नयाँ हो। अब चिनजान गर्नलाई सब्सक्राइब गर्नुहोस् है त। आजको मेरो कन्टेन्ट भनौँ या भ्लग भनौँ, त्यही यो पछाडि देखिराख्नु भएको छ, यही हो। यो हेर्न सक्नुहुन्छ, यो चाहिँ हो। यो चाहिँ फर्स्ट दिनदेखि देख्न पाइनँ, त्यसको लागि माफ गर्नु होला। यो चाहिँ टनल बनाउन लाग्यो हामी टोटल 5 जना छौँ दाइहरूसँग। यो चाहिँ मेरो दिदी, आफ्नै दिदी त होइन तर दिदी पर्ने उहाँको टनल हो। यो चाहिँ काठमाडौँमै बसेर पनि अब यसरी जग्गा लिजमा लिएर अनि त्यस पछाडि त्यसमा टनलहरू बनाएर अनि त्यसमा सब्जीहरू उब्जाएर पनि आफ्नो जीविकोपार्जन गर्न सकिन्छ भन्ने मैले तपाईँलाई देखाउन खोजिरहेको हो। यो चाहिँ काठमाडौँ चन्द्रगिरी नगरपालिका हो। अहिले त हामीले बनाइरहेछौँ, पछि गएर सब्जीहरू उत्पादन भइसकेपछि चाहिँ तपाईँहरू यहीँबाट अर्ग्यानिक, काठमाडौँमा त फेरि है कहाँदेखि आउँछ, अब एकदम ताजा खानै पाइन्न के। तर यसमा अब तरकारीहरू उब्जिसकेपछि तपाईँहरू यहाँ आएर फ्रेस, यता नजिकै हुनेहरूले त फ्रेस तरकारी खान नि पाउनुभयो, त्यही बेस्ट हो। हाम्रो सुरुवात भइरहेछ, यो अर्को टनल हो। हाम्रो दाइहरू यता हुनुहुन्छ। वेलकम टु माई युट्युब च्यानल गाइज। गाइज, हामी चाहिँ अब बाँसको भाटा चिर्ने कामतिर लाग्या हो। बाँस फुटाउने बाँसहरू यहाँ छ। हामी 5 जनाको टोली हो। तर हामी चाहिँ यहाँ दाइ भाइ चाहिँ हाम्रो लुगा पनि एउटै भयो कि हामीलाई जोडी बाँधिदिएको छ यहाँ। हेलो गाइज, हेरौ। हेलो हेलो। अब हामी बाँस फुटाउन लागिरहेछ है। यो बाँस लिएर गएर हामीले यहाँनिर गएर फुटाउनु पर्ने हुन्छ। यसमा गएर चाहिँ हामीले टक्क लाएर एउटा बाँसबाट 4वटा भाटा निकाल्नु पर्ने हुन्छ हामीले। रुको जरा सबर करो, एकछिन थोडा मिस्टेक भइहालेछ। दाइले भाटा खोल्न लाग्नु भएको छ। वाह, यसो यो हो नि त तरिका, यसरी फोड्ने हो भाटा। हामी दाइ भाइ मिलेर हामीलाई यो काम लगाइदिएको छ। यही हाम्रो काम। अब अलि होचो हुन्छ, त्यो भएर तान्नै पर्छ के। दाउने अहिलेसम्म भिडियो हेरेर साथ दिनुभएको सम्पूर्णलाई धेरै धेरै धन्यवाद। टनलमा प्लास्टिक चढाएको भिडियोहरू हेर्न चाहनुहुन्छ भने लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गर्न नभुल्नु होला। हस् त, धन्यवाद, बाई बाई।